स्टेजमा दर्शकहरूसँगको नोकझोक अथवा आफ्नो वैवाहिक जीवन लगायतका थुप्रै कुराहरूले विवादित बन्दै गरेकी एलिना चौहान पछिल्लो समय पुनः विवादित बनेकी छिन्। पछिल्लो समय अमेरिकाको एउटा कार्यक्रमको विषयमा नेपाल फर्किसकेपछि फेसबुकमा स्टाटस लेखेर उनी विवादमा तानिएकी हुन्। गायिका एलिना चौहान 2.5 महिनाको सांगीतिक भ्रमणका लागि अमेरिका गएकी थिइन्। उनीसँगै गायिका कला लम्साल, बद्री पङ्गेनी र गायक प्रताप दास अमेरिका गएका थिए। अमेरिकामा रहँदा उनले विभिन्न सांगीतिक प्रस्तुतिहरू दिइन्, तर नेपाल फर्किए लगतै उनले स्टाटस लेखिन्, यो टुर मेरो लागि सिकाइ बन्यो, कलाकारलाई सम्मान होइन नोकर झैं व्यवहार गरियो, कसैले कैदी झैं महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। उनले स्टाटसमै आयोजक बनेको कलाकारको संरक्षक हो, मालिक होइन भनेर भनेकी छिन्। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ भन्ने उनको भनाइ छ। यो स्टाटस लेख्दै गर्दा उनले अब कुनै कलाकारले यस्तो अपमान भोग्नु नपरोस् भन्ने आशय पनि व्यक्त गरेकी छिन्। तर केही समय अगाडि कला लम्सालले आयोजकसँग असन्तुष्टि पोखेर स्टाटस लेख्दा उनले त्यसको विरुद्धमा आयोजकहरू नै ठिक हुन्, कला बेठिक हुन् भन्ने आशयको स्टाटस लेखेकी थिइन्। त्यतिखेर पनि उनको आलोचना भएको थियो। पछिल्लो समय उनको स्टाटस आइसकेपछि आयोजकको पक्षमा केहीले र केहीले एलिनाको पक्षमा सामाजिक सञ्जालमा आफ्ना धारणाहरू राखिरहेका छन्।